सोध त्यो पुवाल दाइ ओ त पुवाल के को हो यो पुवाल हो यो त्यो भित्तामा भएका पुवालको कुरो गरेका हो त्यो पुवाल त त्यो अब न मुसाले खोलेको न चाहिँ यहाँका वन्यजन्तु चराचुरुङ्गीले खोलेको तर हेर चराचुरुङ्गीले होइन र मलाई त चराचुरुङ्गी जस्तो लाग्छ हुनसक्छ चराचुरुङ्गीले हुनसक्छ अब त्यो आफू सुरक्षित बस्नको लागि बास बनाएको अस्थायी बास होला झ्याप्प चाहिँ सिकारीले हाम्रातिरका चराचुरुङ्गीले यस्ता रुखमा हुन्छ नि रुखमा गुँडहरू बनाउँथ्यो के अरे यस्ता रुखमा यहाँकाले किन त्यहाँ गएर ठुङ्गे त फेरि त्यो अस्थायी चाहिँ बसोबास हो कि सिकारीले खुरखुर 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 खुर दौडाउँछ नि त्यसपछि झ्याप चाहिँ त्यहाँ गएर लुकेर चाहिँ यहाँ पुवाल मात्र हो भनेर नदेखाइरहेको हो आफू बच्नको लागि त्यो बसस्थान बनाएको नेपालमा पनि त्यो लुइचे त्यो चाहिँ तित्राको बच्चाले जब तिमीले चाहिँ तित्रलाई भुनभुनाएर दौडाउँछौ नि दौडाइन्थ्यो नि नेपालमा त्यो वन्यजङ्गल के अरे जङ्गलमा घाँसपात के अरे त्यो खरको बारीमा दौडाउँदै जाँदाखेरि अनि झ्याप त्यो सालावा पात हुन्छ नि पडक्क पडाएर त्यहीँ चल्लो त्यहीँ लुक्थ्यो कि त्यस्तै त्यो भित्तामा पुवाल पनि त्यही हो हिसाबले बनाएको जस्तो लाग्छ अनुमानित अब सबैकै छेन्टिया नि त सबै छेडिया कति धेरै आफ्नो चाहिँ सेपलाई चाहिँ टक्क चाहिँ लुकाएर राख्न मिल्ने तरिकाको होल छ घर जस्तै त्यो अस्थायी घर हो तर हाम्रोतिर त यस्ता रुखमा रुखमा बस्छ रुखमा गुँड बनाउँथे अब अल्छी ढिकुर त चरामा सबैभन्दा अल्छी चाहिँ ढिकुर हो भन्थे यहाँ ढुकुर नाम पर्वततिर के भन्छ ढुकुर भन्छ ढुकुर पनि भन्छ हाम्रो सेङ्जातिर त ढुकुर भन्छ यो त्यस्तै हो अब त्यो पनि अल्छी चरो हो कि अल्छी चरो त लास्टै अल्छी चरो आफ्ना गुणा बसेको छ भने यसरी छुँदाखेरि नि उड्दैन त्यति माथि अल्छी निदाएर बस्छ त्यो उड्दैन त्यस्तो चरो हुन्छ अचम्मको चरो हो त्यो अल्छी हो ढाङ्ग्रो चरो आज दाइको कलाले चाहिँ हामी अलिकति माथिल्लो स्टेपमा पुगिन्छ जस्तो माने ल ठिकै छ अब राम्रोसँग कार्यक्रम हुँदै गएपछि रमाइला भलाकुसारीले मान्छेलाई चाहिँ हेर्दाखेरि पनि मनोरञ्जन होस् भन्ने हाम्रो उद्देश्य र धारणा हो अब हाम्रा विषयवस्तुहरूलाई हेरिदिनुहोस् रमाउनुहोस् खुसी रहनुहोस् रिफ्रेस हुनुहोस् मजा लिनुहोस् भन्ने हाम्रो